जनामा आज म दिउँसोको करिब 2 बजेतिर सन्दकपुरमा छु। सन्दकपुरबाट कञ्चनजङ्घा र कुम्भकर्ण यसरी लहराइराखेको देखिन्छ। अनि धेरैजना आज आउने गेस्टको भनाइअनुसार चाहिँ उहाँहरूलाई चाहिँ यहाँ सन्दकपुरमा होमस्टेहरू नै पाउँदैन भन्ने मेसेज छोड्नु भएको रहेछ धेरै साथीहरूले। यहाँ चाहिँ तपाईँहरूलाई भने जम्मनको रिसोर्ट क्याप होमस्टेहरू है, सनराइज होटल शेर्पा च्यालेट, यो तल देखिएको सनराइज होटल शेर्पा च्यालेट हो, यो चाहिँ सनराइज हो। यहाँ बस्नलाई एकदम व्यवस्थित छ है। तपाईँहरूमा कसैले गलत मेसेज पठाइदिएको छ भने यो भिडियो कम्तीमा पनि सेयर गरिदिनु होला है। सन्दकपुर आउनु चाहनुहुन्छ भने प्लिज एड होइदिनु होला। अहिले सन्दकपुरको 3600को हाइटबाट तपाईँहरूलाई कञ्चनजङ्घा र कुम्भकर्णको भ्यू देखाइरहेको छु। म अहिले दिउँसो छ, 1 डेको मात्रै प्याकेज भनेर उहाँहरूलाई घुमाउँदै लिएर आएँ बाटो बाक। तपाईँहरू सन्दकपुर आउनु चाहनुहुन्छ भने अगर भेहिकल कस्तो लिने भन्ने सोच्न हुनुहुन्छ भने मसँग भएको चाहिँ बोलेरो हो, बोलेरो GLX हो। तपाईँहरूलाई फुल अप्सन गाडी, एसी सहितको गाडी प्रोभाइड हुन्छ। सम्पर्क गर्नु होला।